दुईटा केटाहरू एकदम आफ्ना होनहार साथीहरूलाई लिएर अलिकति देश बनाउँछु अब हामी गर्छौँ भनेर गर्न लागिरहेछन् भनेदेखि गर्न दिए भयो नि यार। तिमीहरूले सबै सकायौ, सबै बर्बाद भइसक्यो होइन। तिमीहरूलाई पनि हेऱ्यो ल, बुढाहरूले बाउहरू हजुरबाउहरूले गर्लान् 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 भने अब जति सके हजुरबाउले पनि गरे होलान्, तर अलि बिगाडे अब तिमीहरूको बुद्धि छैन हट भनेर हामी के गर्छौँ भनेर पढे लेखेको होनहार राम्रा एकदम मस्तरीय केटाहरू आएका छन् होइन। पैसा कमाउने ज्यादा लोभ पनि छैन किनकि सब सखहरू उनीहरूले गरिसके, गर्दैछन्, गाडी चढिसके। अब पहिलेकाहरूलाई कार चढ्यो भने के नहुन्छ भन्थ्यो होलान्, काठमाडौँमा घर बिल्डिङ ठोक्नुपर्छ भनेर पैसाको पछि परे होलान्। अहिले त अलरेडी सबै पैसावाला 4 चक्का चढिसकेका केटाकेटीहरू छन्, सब दुनियाँ विश्व सबै घुमिसके, पढिरहेछन्। अब हामी गर्छौँ भनिरहेछन्, अलिअलि त्रुटिहरू हुन्छन्। अब भयो अलिकति त्रुटि भनेदेखि त्यसलाई ल यो त्रुटि भयो यसलाई सम्हाल्नुहोस् है, यसरी हुँदैन भनेर भन्ने मात्रैको कुरा सम्म त ठिक छ होइन। सिक्छन् नि, गर्दैछन्। अब केही राम्रो गर्छु भनेर आएका छ बच्चाहरू त गर्छ नि, त्यसमा 1-2 जना खराब राम्रा सबै ठाउँमा हुन्छ, यहाँ पनि होला। तर अब बालेनको कुरा गरौँ, दुईटा केटाहरू भने बालेन र रवि दुइटैलाई भन्छु, गर्छु भनेर राम्रो गर्छौ तिमीहरू भनेर गर्दा गर्दै उनीहरूमा भएको अलिकति कमजोरीहरू, अलिकति गलत विचारहरूलाई पनि जनताको यो आवाज र उनीहरूले दिएको विश्वासले गर्दाखेरि त्यो कमीलाई पनि उनीहरूले बुझ्न सक्ने क्षमता भएका व्यक्ति केटाहरू हो नि उनीहरू। अब गरिरहेछन्, गर्छन्, त्रुटिहरू हुन्छ। अलिकति बालेन प्रधानमन्त्री अलिकति सन्की छ, अलिअलि देश चलाउनलाई सन्की हुनुपर्छ क्या, यतिको सन्की हुनुपर्छ नि। त्यो ठुल्ठुला भाषण गरेर माला लगाएर हिँ दाँत चिहारेर उता नमस्कार हजुर, उता नमस्कार हजुर हिँ गर्दै कार्यकर्तानिर ठुल्ठुला कुरा गर्दै 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 35 वर्ष 40 वर्ष बिताइसके। त्यो सन्की भन्दा त म काम गर्छु, मलाई धेरै डिस्टर्ब नगर त, म बोल्न जान्दैन, म काम गर्छु भनेर दिनभरि बसेर सिग्नलमा काम गरिरहेछ भनेदेखि त्यो सन्की ठिक नि। यो दाँत गरेर नमस्कार हजुर नमस्कार हजुर ठुल्ठुला एकदम चुटकुलाहरू भनेर साला देश चलाउने सन्की भन्दा त काम गर्छु, मलाई काम गर्न देऊ, बढी कुरा होइन भनेर अलिकति देशको लागि केही गर्न खोज्दैछ। अब यङ छ, बिस्तारै ऊ पनि चेन्ज होला नि, अलिकति पोलाइटनेस आउला, उसले पनि बिस्तारै बुझ्ला। तर बुझिसकेको परिपक्वले पनि गर्न सकेनन् भनेको बुझेको केटाहरूले गर्दैछन्, छोड्देऊ गर्नलाई। अब यो हर्क सम्माङलाई के जस्तोलाई के भन्ने उस त्यस्तालाई होला, ऊ पनि होला गरिरह होला, त्यही हो कि अलिकति बिगार्नु। ठिक छ, केही कुरा छ भने यसरी होइन यसरी गर्नुहोस् भनेर सपोर्ट गरेर समर्थन गरेर ल गर्नुहोस् भनेर आफूले भन्न खोजेको मनमा लागेको कुराहरू, कानुनहरू, निर्माणहरू, विकासका कामहरूमा कुनै किसिमको प्लान छ, योजना छ उसको दिमागमा भने गएर भेटेर राम्रोसँग प्रस्ताव राख्नुपर्छ। अनि पो हामी पनि बुझ्थ्यौँ कि हो